के हामी जिन्दगीभर विदेशमै बस्ने हो त? हाम्रो परिवार छोराछोरी लाखौँ हाम्रो सपनाहरू सँगै बस्ने सपनाहरू छोडेर विदेशमै बस्नुपर्ने हो? तपाईँ हामी अब कसरी स्वदेशमा सेटल हुने त? के सम्भावना छ त? त्यो कसले त्यो परिवर्तन ल्याउन सक्छ त? तपाईँहरूले प्लिज डिपली सोच्नुहोस्। अहिलेसम्म तपाईँले भोट दिँदै आउनुभएको मान्छेहरू फेरि फेरि पनि तपाईँहरूले फेरि झुक्काएर तपाईँहरूले त्यसैमा भोट दिनुहुन्छ भने भन्नु केही पनि छैन। तर यसपालि केही नयाँ व्यक्तिहरू आउँदै हुनुहुन्छ। त्यो मध्ये पनि स्पेसली मलाई विश्वास भएको मान्छे, नेपाललाई ड्राइभ गर्न सक्ने, एकदमै चोखो, ही इज एन अनकरप्टेड पर्सन, मिस्टर हर्क सापकोटा राई है। उहाँ चाहिँ प्रधानमन्त्री हुनको लागि भोट मागिरहनु भएको छ र पार्टी पनि खोलिसक्नु भएको छ। प्लिज तपाईँको फ्यामिलीलाई भन्नुहोला, ल प्लिज यसपालि चाहिँ माटोलाई एकचोटि भोट दिनुहोस्। के परिवर्तन आउँदो रहेछ 5 वर्षको लागि केही न केही तपाईँले डिफ्रेन्ट पाउनुहुन्छ। देशमा थुप्रै उद्योग कला कारखानाहरू उहाँले खोल्नुहुन्छ। तपाईँ हामीले लाखौँ जागिर पाउनेछौँ। हामी स्वदेशमै 50-60 हजारको जागिर पायो भने किन हामी विदेशमा होइन यत्रो घोटिनु? परिवारसँग बसेर बसी बेला सागरा सिस्नो खाएर आनन्द मजाले फ्यामिलीसँग बस्न सकिन्छ। देश विकास हुनुको लागि हेर्नुहोस्, विकास भन्छौँ नि, तर के कारणले हाम्रो देशमा विकास नभएको भन्दाखेरि हाम्रो देशमा चोखो मान्छेहरू शीर्ष स्थानमा छैन। जसले ड्राइभ गरिरहेको छ त्यो ड्राइभर नै चोखो छैन। ऊ अलरेडी ऊ चाहिँ नै फसिसकेको मान्छे त्यो सिटमा बसेपछि उसले विकास गर्नु खोजे पनि तानेर तल जान सक्छ। तर एकदमै चोखो निष्कोट मान्छे प्रधानमन्त्री भयो भने त्यो मान्छेले गर्न सक्छ क्या। विकास हुनुको लागि, देश विकास हुनुको लागि श्रम त अनिवार्य हुनैपर्छ। त्यसको लागि वातावरण हुनुपर्छ। वातावरण कस्तो? सुरक्षाको ग्यारेन्टी हुनुपर्छ। हरेक विदेश कम्पनीहरू हाम्रो देशमा स्थायी सरकार बन्नुपर्छ। त्यो स्थायी सरकार बन्नुको लागि पार्टीहरूले चाहिँ नि बहुमत ल्याउनुपर्छ। आफ्नो इच्छा अनुसारको चाहिँ नि जुन विज्ञ व्यक्तिहरूलाई मन्त्री राख्ने हो। त्यसपछि शीर्ष स्तरमा जुन प्रधानमन्त्री हुन्छ त्यो मान्छे एकदमै स्ट्रङ र भिजनरी हुनुपर्छ, हार्ड वर्कर हुनुपर्छ। त्यो हिँड्नै नसक्ने, बोल्नै नसक्ने, सास फेर्न पनि सास जाला जस्तो हुने त्यस्तो मान्छेले त काम चल्दैन त। लाइक हर्क सापकोटा एकदमै देशको लागि मरिमेट्ने त्यो प्रधानमन्त्री हुनुपर्छ हाम्रो देशमा। तब त केही विकास हुन्छ। विभिन्न अन्तर्राष्ट्रिय बिजनेसम्यानहरू अन्तर्राष्ट्रिय एकदमै लगानीहरू नेपाल भित्राउनुको लागि तिनीहरूसँग डिल गर्न सक्ने, तिनीहरूलाई चाहिँ सुरक्षा प्रदान गर्न सक्ने निर्धक्कसँगको कन्फिडेन्ट भएको लिडर चाहिन्छ हाम्रो देशमा। स्थायी रूपमा 5 वर्षसम्म ढुक्कले 5 वर्षसम्म मात्र ढुक्कले चलाउन सकेपछि अटोमेटिक हर्क सापकोटाले फेरि जनताले जिताइहाल्छ नि। सो यसपालि प्लिज तपाईँहरूले सक्दो माटोलाई भोट दिनु होला। धन्यवाद।